को हो हर्क साम्पाङ मैले चिनेको दमक झापा उर्लियो दमक झापा मनभित्र यो देश बाहेक अर्थ केही छैन उसको भावनाको गहिराईमा यो देश भेट्छ उसले विचारको उचाइमा यो देश देख्छ उसले घोर अन्धकार भित्र आशाको किरण छर्ने चेतनाको खेती गर्ने र निराशा भित्र आशा र विश्वास छर्ने काम गर्छ उसले देश र माटो बारे हजारौं गीत लेख्छ र गाउँछ अनि अरूलाई पनि गाउन लगाउँछ उजाड पाखा पखेरु र बगरहरूमा हजारौं लाखौं बिरुवा रोपेर हरियाली बगैँचा र पार्कहरू निर्माण गर्दै बस्छ जलाधार र पानीको मुहान बढाउन बिरुवा रोपिरहन्छ उद्योग जति सबै बेची खाएको देशमा मुद्दा र मामिला झेल्दै अनेक परीको लफडा झेल्दै उद्योग खोल्दै अगाडि सबैले शेर झापा दमकमा आज बृहत विस्तार कार्यक्रम श्रम संस्कृतिमय ल हेर्नुस् मान्छे ढुङ्गा बोक्छ गिट्टी कुट्छ कठोर भन्दा कठोर श्रम गर्छ उसले सबै खाले काम गर्छ उसले मनमा एउटै उद्देश्य बोकेर यो देश बनाउँछ भौतिक विकासका आधार तय गर्छ उसले आधुनिक र व्यवस्थित शहरीकरणको अवधारणा लागू गर्न खोज्छ सुन्दर सहर निर्माण गरेर संस्कृतिको सुगन्ध भर्न खोज्छ भौतिक सामाजिक शैक्षिक बौद्धिक विकासका आयामहरूमा देखिने काम गर्छ उसले बाढी पहिरोले जनताको बस्ती बगाउन लाग्दा आफै अघि सरेर भेलमा पानीको भेल खोलाको भेलमा तार जाली कस्न जान्छ जनताको घरमा आउने पानीको पाइप उसलाई मन नपराउने विरोधीहरूले लगाएको डढेलोले जल्दा धुवामा निसासिँदै आगो निभाउँदै जंगलमै बास बस्छ ढुङ्गा हानाहान गरेर होइन मिलेर ढुङ्गा बोकेर देश बन्छ भन्ने विश्वास गर्छ हो मैले चिनेको बुझेको अर्को साथमा त्यस्तो लागो छ दुर्गासम्म फसेर युवा नबिग्रुन् भन्न खातिर चेतनाको अभियान चलाएर सहरका कुना वर्ष पहिलादेखि हिँड्छौ सहरका गल्ली सफा गर्न नाला सफा गर्न अघि सर्छौ ढिला सुस्ती घोषखोरी र भ्रष्टाचार बिटिक्कै सहँदैन उसले विकासको पहिलो आधार नै चेतना हो भन्ने बुझेर सामाजिक परिवर्तनको अभियानहरू चलाउँदै अघि बढ्छौ समाजमा विद्यमान विभेद र विकृतिको अन्त्य गर्न श्रम संस्कृति फैलाउन चाहन्छ तपाईले चिन्नु भएको अर्को साम्पाङ कस्तो छ त्यस्तै छ संसारकै नमुना देश बनाउनु पर्छ भन्दै बालकदेखि वृद्धसम्मलाई आफ्नो क्षमताले भ्याएसम्मको योगदान गर्न प्रेरित गरिरहन्छौ श्रमदानको महाअभियान चलाइरहन्छौ प्रकृतिको संरक्षण र सदुपयोग गर्दै संस्कृतिहरूमा रमाउनु शेर साथीयो शेर दमक झापा उर्लियो आज चमत्कारहरू देखाउनु पर्छ हेर्नुस् चप्पल लगाएर आउनु भएको छ आज चप्पल कुराको दममा विकास गरौँ भन्छौ पार्टी जाति धर्म वर्ग र व्यक्तिगत स्वार्थहरूले फुटेको समाजलाई श्रम संस्कृतिको माध्यमबाट जोड्न निस्केको छौ चप्पल लगाएर आएको छ यही ठाउँमा पुराना दलका नेता भए धुलो लाग्दा पनि झर्ने खालको कोट लगाएर आउँथ्यो होला हैन ल हेर्नुस् सेवा सुविधाको सुकिलो मुकिलो जीवन शैली त्यागेर फाटेको लुगा लगाएर देश बनाउँछु भन्दै श्रमदान गरिरहन्छौ आदेश र निर्देशमा होइन आफैले अघि सरेर गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्नु बाफरे जाग्यो है दमक ठुला मञ्चहरूमा सभा र पार्टीहरूमा सम्मान थाप्न र भाषण गरेर ठुलो सपना बाँड्नु भन्दा ससाना कामहरू फत्य गरेर देखाउन श्रमिक बन्न रुचाउँछौ हिलो र धुलोमा गाडिएर उज्जवल देशको भविष्य सपना साकार बनाउन निस्केको उसलाई हेर्दा साधारण देखिन्छ तर कालोलाई कालै हो र सेतोलाई सेतै हो भन्ने साहस गर्छ उसले देशको विपक्षमा रहेका संसारका जस्तो सुकै र जत्रो सुकै शक्तिले गरेको अन्यायको विरोध गर्छ उसँग लड्न भिड्न तयार हुन्छ एमसीसी जस्ता राष्ट्रघाती शक्ति सम्झौताहरूलाई विरोध गर्छ उसले संकटको बेला अरू सबै नेताहरू लुकेको बेला बचाऊ भन्दै भागिरहेको बेला देश जलिरहेको र ढलिरहेको देश सम्हाल्न सक्छु भनेर अघि बढ्छौ त्यस्तो खालको मान्छे हो आखिर को हो हर्क साम्पाङ है हो उही हर्क साम्पाङ हो जो थोपामा यो देश बाँचिरहेको छ जो कणमा यो देश साँचिरहेको छ उसको हरेक सोचाइमा यो देश छ उसको हरेक बोलीमा यो देश छ उसको हरेक कर्ममा यो देश छ उसको हाँसोमा छ यो देश उसको रोदनमा छ यो देश दुख्दा देशसँगै रुन सक्ने मन छ उसँग देशलाई पीर मर्का पर्दा देशको आँसु पुछ्ने दम छ बाँचिन्जेल माटो भन्छ ऊ मरे पनि यही माटोमा जन्मन्छु भन्छ ऊ उसलाई न स्वर्गको मोह छ न सुखको उसलाई मोह छ त यो देशको
उसलाई मोह छ त यो देशवासी। मैले चिनेकोहरूको सामान त्यस्तो त्यस्तो छ। तपाईँहरूले चिन्नु भएको कस्तो छ त्यस्तै त्यस्तै छ। यहाँहरू सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। थुप्रै थुप्रै कुराहरू छ मनमा, तर सबै कुराहरू भन्न आवश्यक पनि छैन। यहाँले कुरा बुझिसक्नु भएको छ है। यहाँले कुरा बुझिसक्नु भएको छ। म यहाँ सबैजनालाई श्रम संस्कृतिमा हार्दिक स्वागत गर्न चाहन्छु। जेनजीले चाहेको, युवा पुस्ताले चाहेको, हामी सबैले चाहेको, शहीदले चाहेको जस्तो देश बनोस्। एकचोटि गीत गाउँ। शेयर गरौँ साथी हो। शेयर म त लाइभ काटिदिन्छु है। शेयर भएन अन्त साथी हो। सबैले शेयर गरौँ न, सबैले शेयर गरौँ न एकचोटि। म त लाइभ काट्छु है फेरि फेरि। शहीद है, अनि कार्यक्रम गर्नुभन्दा अगाडि शहीदलाई सम्झाउँ। शहीदलाई सम्झाउँ त। शेयर चाहिँ गरौँ न, अनि पो हुन्छ त। भन्नु त, म त बोल्दा बोल्दा घाँटी फुलिसक्यो। तपाईँहरूको बोलेको छैन भन्नु न। तपाईँहरूलाई राति निन्द्रा लाग्छ? निन्द्रा लाग्दैन। निन्द्रा लाग्दैन भनौँ है त ल। ल निन्द्रा लाग्दैन, अलि मजा आएन। पछाडि लाज लाग्यो कि क्या हो? देशभन्दा शहीदभन्दा लजाउनु हुँदैन त। चोर्न चाहिँ लजाउनु पर्छ, भ्रष्टाचार गर्न चाहिँ लजाउनु पर्छ क्या, होइन? विकृति फैलाउन, विकृति फैलाउन। शेयर 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 गरौँ है, नत्र लाइभ काट्छु है म त। शेयर गर्नुहुन्न अनि। निन्द्रा लाग्दैन, निन्द्रा लाग्दैन, अलिकति इको बढाइदिँदा राम्रो हुन्छ। निन्द्रा लाग्दैन, निन्द्रा लाग्दैन, मलाई निन्द्रा लाग्दैन, मलाई निन्द्रा लाग्दैन, लाग्दैन, मलाई निन्द्रा लाग्दैन, लाग्दैन, निन्द्रा लाग्दैन। सपनीमा हजारौं शहीद आइसोध्छन्, सपनीमा हजारौं शहीद आइसोध्छन्। कोही त त्यो नेपाल, कोही त त्यो नेपाल, जसको निम्ति हामीले आहुति दियौं। खोइ त त्यो नेपाल, खोइ त त्यो नेपाल, जसको निम्ति हामीले आहुति दियौं। के भन्नु र खोइ मैले, के भन्नु र खोइ, के भन्नु र खोइ मैले, के भन्नु र खोइ। कसले तिमीलाई मर्न लाए, कसले मार्न लाए। शेयर 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 साथी हो। शेयर 300 शेयर गरौँ त एकैचोटि साथी हो। 300 जनाले हेर्नु भएको छन्, एकचोटि 300 शेयर हानौँ न, अनि पो हुन्छ त। कोही त त्यो नेपाल, कोही त त्यो नेपाल, जसको आहुति दियौं। जसको निम्ति हामीले पोखरी त्यायौं। मलाई चाहिँ राति राति शहीदहरू आएर सोध्नुहुन्छ, खोइ त त्यो नेपाल जसको लागि हामी यसरी मर्यौं। आमाहरू विपरीमा सोध्नुहुन्छ मलाई, खोइ त त्यो नेपाल जसको निम्ति हामीले पोखरी त्यायौं। आज अस्ति भर्खर शहीद भएका आमाहरू बिचरा रोइराख्नु भएको होला, आँसु सुकेको छ जस्तो लाग्यो। यसरी आमाहरूले आफ्नो पोखरी त्याउने र तपाईको चाहिँ नेपाली जनताले आफ्नो ज्यानको आहुति दिने
यो परम्परा र यो चलनको समूल अब अन्त्य गर्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म यहाँहरू सबैजनालाई श्रम संस्कृतिमा स्वागत गर्न चाहन्छु। आकाश जत्रो मन लिएर बाँच्न सकेका हौ हामी सबैजना। म यो पार्टीको त त्यो पार्टीको फलना र धिस्कना नभनौ, म यो जातिको फलना जातिको यो पनि नभनौ, म यो वर्गको त त्यो वर्गको पनि नभनौ। हामी सबैको देश हो यो, हो कि होइन? यदि यो हामी सबैको देश हो भने यो देशलाई बनाउनका लागि पनि हामी सबैको प्रयासको खाँचो छ। त्यो हातेमालो गर्नका लागि हामी आएको कुरा म निवेदन गर्न चाहन्छु। यहाँहरू सबैजनालाई म यो निवेदन गर्न चाहन्छु। थुप्रै कुराहरू छन्, थुप्रै कुराहरू छन्। अब एउटा सानो मैले गुनासो जस्तो अलिकति राख्न चाहन्छु। घरका साथमा एउटा देशलाई माया गर्ने मान्छे हो जस्तो मलाई लाग्छ कि कस्तो हो? गाली नगर्नु होला, म कुनै जाति समुदायलाई गाली गर्न आएको होइन, तर साँचोलाई साँचो, अघि भर्खर मैले भने साँचोलाई साँचै भन्छु, गलतलाई गलतै भन्छु। च्याउसरी पार्टीहरू खुलेका छन्, दोकान खुले जस्तो तपाईँको दोकान बरु थोरै होला होइन, उद्योग त एउटा पनि छैन। मैले खोज्दा अनि परि मुद्दामा आइरहेछ, मुद्दा नसुद्दा भने टेक्दै हिँडिरहेको छु। अलिअलि रोजगारी पनि दिइरहेको छ जबरजस्ती। हेर्नु न, यस्तो छ। उद्योग खोल्दाखेरि मुद्दा लाग्ने देश, फुल रोप्दा मुद्दा लाग्ने देश, बिरुवा रोप्दा मुद्दा लाग्ने देश। बिचरा हर्क साम्पाको चिन्नु चाहिँ त्यो फुल्चे केटाले खोला ढाएर है अनेक दुःख गरेर पानी लिएर पानी जनतालाई खुवाउँदाखेरि मुद्दा लाग्ने देश हो यो। यस्ता खालका तपाईँको छैन यो काम नलाग्ने कानुन सानो सबै च्यातेर फाल्ने हो कि होइन? जनताको जीवन र सेवा सुविधा भन्दा ठुलो हुन्छ कानुन है? अनेक परीको कानुन मात्रै भएको देश, खाने नुन नभएको देश भन्दाखेरि अस्ति भाइरल भयो होइन? संविधान भएको देश, खाने धान नभएको देश छैन चामल है? संविधानको धारा भएको देश, पानीको धारा नभएको देश। यस्तो देशमा बस्नु हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। अब हामी सबै जाग्नुपर्छ। त्यो आवाज दिनको लागि म यहाँ आएको छु। अब यो खालको मान्छेलाई रोक्नका लागि थुप्रै खालको तिगडम हुन्छ। त्यो काठमाडौँ भित्र एउटा नेपाल छ, काठमाडौँ बाहिर अर्को नेपाल छ। यो देशमा भएको दुईटा नेपाललाई एउटै नेपाल बनाउन निस्केको श्रम संस्कृतिको कुरा म यहाँहरू सबैलाई निवेदन गर्न चाहन्छु है। काठमाडौँ भ्याली भित्र मात्रै सबथोक भइराख्नु पर्ने होइन? गाउँमा जाउँ त त्यहाँ कस्तो छ? अस्ति माथि तपाईँको चाहिँ पाहाडतिर शेयर गरौँ है, म त लाइभ काट्छु है साथी हो। शेयर गरौँ छिट्टो। हामी त श्रमदाता बनाइ पनि भएको एउटा झम्पल र के गैँती बेल्चा बोकेर गाउँतिर जानुपर्छ। त्यसले गर्दाखेरि दुईटा नेपाल होइन, एउटै नेपाल हुनुपर्छ है। सिमानासम्म तपाईँको चाहिँ विकास गरिएको हुनुपर्छ। अब यहाँ गयो भनेदेखि तपाईँको सिमानाको वरतिर त हाम्रो नेपाली गाउँमा चाहिँ बत्ती पनि छैन, के पनि छैन। उतापट्टि भारतमा चाहिँ राम्रो छ। त्यति भनिसकेपछि चाहिँ सिमानामा बस्ने नेपालीले के सोचिरहेको? बरु योभन्दा त नेपाल उतै ल्याएकै हुन्थ्यो, कति भारी बोक्नु मैले भनेर सोच्दैन है? त्यस्तो तपाईँको चाहिँ दुईटा नेपाललाई हामी एउटा नेपाल बनाउँछौँ। हाम्रो विकास भनेको सीमावर्ती क्षेत्रमा केन्द्रित हुन्छ। सीमामा बस्ने मान्छेहरूले कसरी तपाईँको छैन, हिमालमा बस्ने मान्छेहरूले कसरी देश चलाइरहेको, आफ्नो जीवन चलाइरहेको छ भन्ने कुरामा हामी केन्द्रित हुनेछौँ। यहाँहरू सबैजनालाई म त्यो पनि अनुरोध गर्न चाहन्छु। थुप्रै छन् कुराहरू, धेरै म भन्न चाहन्छु। अब यस्तो खालको मान्छे चाहिँ अगाडि आउँदाखेरि देश चलिरहेको थियो, सबै रुइरहेको थियो। बाटोभरि हाम्रा जे बिचराहरूको है दिदी छरेको त्यो हालै थियो, रगतका टाटाहरू। त्यतिखेर म त्यहाँ गएको, प्रधानमन्त्री बन्न आयो, के मन्त्री बन्न आयो भन्ने खालको छैन कुरा आरोप थुप्रै लगाएर त्यहाँ विदेशी दलालहरू थुप्रो खेल्दा रहेछन्। के भनेको पनि छु, अझै दाउ परे थुप्रै कुरा भन्नेवाला पनि छु है। मलाई रोक्नका लागि गुलमानजीलाई चलाइदिनु है। हर्क सम्पन्नको प्रधानमन्त्री बन्ला जस्तो भइसक्यो त है। सडकमा सबै जेन्जी आउनु खोजिसकेका छ भनेर गुलमानजीलाई देखाइदिनु भयो। गुलमानजीलाई त्यतिखेर पनि मलाई रोक्नका लागि प्रयोग गर्नुभयो। कसले प्रयोग गर्यो आई डोन्ट नो है। अब अहिले पनि फेरि उहाँलाई प्रयोग गरिराख्नु भएको छ, थाहा छ त्यो है।
थाहा छ। एमसीसी यो बारेमा मैले कुलमानजीलाई प्रश्न सोधेको छु। एमसीसीमा तपाईँको भूमिका के हो है? डकुमेन्ट्सहरू आएको छ, उहाँले हिजो धरान आएर होइन भन्नुभयो, तर त्यो डकुमेन्टको नाम आएको छ। म तपाईँलाई एउटा कुरा भन्छु है, यो कुराले मैले तामाङ समुदायलाई गाली गर्न खोजे होइन है। देशद्रोही जो होस्, देशद्रोह गर्छ भने मेरो बाउलाई पनि हातकडी लगाउने मान्छे है। त्यसले गर्दाखेरि यसरी बुझ्नु होला, यसरी बुझ्नु होला। मैले प्रश्न गरेको छु उहाँलाई, उहाँको भूमिका के हो?